सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाम्पाल गाउँपालिका वडा नम्बर 7 भोटे नाम्लाङमा संसारलाई नै चकित पार्ने गरी बुद्धको मूर्ति निर्माण हुँदैछ। एउटै विशाल ढुङ्गामा यतिखेर थमाथम बुद्धको प्रतिमा कुन्दिँदैछ। झन्डै 100 फिट उचाइ र 130 फिट चौडाइ रहेको एउटै विशाल ढुङ्गामा बन्ने 80 फिट अग्लो उभिएको गौतम बुद्धको मूर्ति सायद संसारकै पहिलो मूर्ति हुन सक्छ। पाँचपोखरी थाम्पाल गाउँपालिकाले आफ्नो गौरवको योजनाको रूपमा सुरु गरेको यो योजना आगामी असोजभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ। कुल 2 करोड 50 लाख भन्दा बढी लगानी हुने यो योजनाको लागि बागमती प्रदेश सरकारबाट 50 लाख उपलब्ध गराइसकेको छ भने बाँकी पालिका र जनस्तरबाट प्राप्त सहयोग रहने पालिका अध्यक्ष टासी लामा हेल्मोले जानकारी दिनुभयो। यो 84 फिट अग्लो बुद्ध मूर्ति संसारकै सबैभन्दा अग्लो बुद्ध मूर्ति बनाउने हाम्रो महान अभियान र सङ्कल्प बोकी उभिरहेका छौँ। सदरमुकाम चौताराबाट झन्डै 1.5 घण्टामा र मेलम्चीबाट सहजै पुग्न सकिने प्राकृतिक छटाले पनि भरिपूर्ण यस ठाउँ योजना सम्पन्न पश्चात प्राकृतिक धार्मिक पर्यटनको हब बन्ने स्थानीयको विश्वास छ।